दर्शकविहीन नमस्ते। सदा जस्तै आज पनि भुन्टी सिरियलको रिभ्यू भिडियो लिएर आइसकेको छु। भिडियोलाई भने अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकविहीन योभन्दा पहिलो हप्ताको भिडियो त हजुरहरूले हेरि नै हाल्नुभयो होला। त्यसमा भुन्टीलाई घरबाट निकालिएको देख्न सकिन्थ्यो। अहिलेको भागमा भने भुन्टी जे जस्तो भए पनि, जति गाली गरे पनि म सहन्छु, तर बुढोलाई सन्चो नहुँदासम्म म यही नै बस्छु भनेर फेरि घर फर्केर आएकी छिन्। आखिर भुन्टीलाई नन्द जेठानीहरूले किन यति साह्रो गरेको होलान् त, देख्नै नसहने गरी। भुन्टीको गल्ती चाहिँ के थियो होला र? भुन्टी त बिचरा निर्दोष छिन्। योभन्दा पहिलो भागमा भुन्टीलाई विवाह नहुँदै माग्न गएको केटासँग भेट भएको देख्न सकिन्थ्यो। त्यहाँ भुन्टीले चिनेकी थिएनन्, तर अहिले भने भुन्टीलाई उनले चिनाएका छन्। अब के होला त? उनले भुन्टीले विवाह गर्दैन भनेर भुन्टीकै लागि अहिलेसम्म विवाह नगरी बसेका रहेछन्। तर भुन्टीले सिन्दुर चुरा लगाएको देख्दा उनी छक्क परेका थिए। कस्तो मान्छेले भुन्टीलाई पट्याएर लग्यो होला, कसरी फकायो होला भनेर। अहिलेसम्म विवाह नगरी बसेका उनी भुन्टीलाई खोज्दै हिँड्दै गरिरहेको देख्न सकिन्छ। एकपल्ट भए पनि भेट्न पाए हुन्थ्यो भन्दै। त्यही बेलामा भुन्टी टुप्लुक्क आइपुग्छिन् अनि उनलाई विगतका कुराहरू बताउँछन् सबै। भुन्टी पनि आफ्नो दुःखहरू सुनाउँछिन् अनि उनले बुझ्छन् अनि उनले अँगालो पनि हालेका छन्। अब के होला त? के भुन्टीलाई साँच्चीकै उनले लिएर जालान् त? कि भुन्टी भूपेन्द्रलाई सन्चो नहुँदासम्म भूपेन्द्रसँगै बस्लिन् त? आफ्नो मनमा लागेको कुरा हाम्रो कमेन्ट बक्समा लेखी भिडियोलाई एक लाइक गर्न नबिर्सनुहोला।